तो चलिए शुरू करते हैं। समीक्षा बनाई म उसको दिदी तर मेरो आएको सानो होइन हामी चाहिँ घरमा खाना पाकिरहेको छ तर हामी चाहिँ चिया खान गइरहेको छ अनि मलाई आजकल चियाको यस्तो लत लागिसक्यो मैले बिर्सिसकेँ म कफी एडिक्ट थिएँ कुनै समयमा चिया हो रे चिया चिया रे चिया रे चिया भनेर मैले बिर्सिसकेँ म चिया एडिक्ट भइसकेँ अनि मैले दिल्ली बजारमा मैले यस्तो यस्तो ठाउँ जेम हिडन जेम एक्सप्लोर गरिसकेँ चिया र कफीको आज न्यू ठाउँमा ट्राई गर्न लाग्यो न्यू ठाउँमा तर मैले त्यो ठाउँमा अस्ति दिपूसँग खाएको थिएँ अनि मलाई मिठो लागेको मड्का चिया मलाई नर्मल चिया चाहिँ मिठो लाग्दैन मैले चिया दालेको मड्का चिया खाएँ मलाई यस्तो मिठो लाग्यो अनि त्यसपछि मैले अर्को साथीहरूसँग जाँदाखेरि मैले त्यहाँनिरको कुन चिया खाएँ नर्मलवाला चिया अर्डर गरेँ ओके ले झाप नर्मलवाला चिया भनेर मैले नर्मलवाला चिया खाएँ अनि मिठो थिएन चिया रानीको नर्मल चियाको त्यो नर्मल चिया खाएँ बरु मक्का चिया नै खानु अहिले चाहिँ समीक्षा नानी भ्लगर भइसक्यो तर भ्लगरले बाटो बिर्सिन्छ सधैँ अनि हामीले चाहिँ यो मैले कहाँ आएको भन्दाखेरि चिया यति डिटेल्समा आएको एकदम राम्रो मतलब भाइस छ होइन यहाँको चाहिँ अहिले नै मलाई ठाउँ पनि एकदम बब्बार अहिले नै मलाई के गर्ने लाइक गर्ने के हुन्छ सब गर्ने और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती अलिकति भाइरल भएपछि हामी च्याटल्समा चाहिँ लाज लाग्छ किनकि म इन्ट्रोभर्ट हो नि त्यही भएर मेरो भाइले समाउँछ फोन भाइसँग लाज हुन्छ यत्रो भ्लगर अनि अब हामी चाहिँ भित्र छिरिसक्यो दिदी हल्का सानो हुन्छ म भन्दा अब हामीलाई चाहिँ मामाले आएर मामा आइपुग्नु भयो भने एकचोटि गाली नै गर्नुहुन्छ A few moments later. यहाँ चाहिँ के छ भन्दाखेरि के फ्रेस्ट अनि वल्नी सरी अनि मात्र सर्भ हुन्छ होइन अनि हामीले चाहिँ चिया अर्डर गऱ्यौँ नो मटका चिया सोचेको छैन होइन मैले एगको गर्दा गर्दा सबै पैसा सकेको थिएँ सो हामीले चाहिँ मसला टी अर्डर गऱ्यौँ अनि यहाँको मसला टी पनि बेस्ट छ त्यो चाहिँ माइतीदेवीको यो लोकेसन भन्नु पऱ्यो भने कसरी भन्ने भन्नु त ज्ञानेश्वर चोकबाट भित्र छिरेर येल्लो क्याफेकै साइडमा हो ज्ञानेश्वर चोकबाट भित्र चाहिँ येल्लो क्याफेको साइडमा हो अरे माइतीदेवीबाट आउँदै हुन्छ भने चाहिँ यसरी सुइसी आउने जबसम्म देख्नु हुँदैन तबसम्म हिँडाहिले गर्ने यो चाहिँ अलिकति गरिदिनु छ किनभने मलाई लोकेसन भन्नु आउँदैन एल्सो हिँड्ने हो नत्र भए गुगल हान्ने आउने आउने यस राइट डिटेल्स भनेर आउने हो कि डिटेल्स भनेर आउने हेलो अगेन वेलकम टु आवर ब्लग किनभने हाम्रो चिया अझै आउन बाँकी छ अझै आउनु बाँकी छ सो यहाँबाट चाहिँ हामीले के भन्दैछौँ भन्दाखेरि समीक्षा नानीलाई एउटा घुम्ने पार्टनर चाहियो जुन पार्टनर चाहिँ बोयफ्रेन्ड हुनु पऱ्यो त्यसको चाहिँ म आफै गर्न सक्छु जस घुम्नेलाई पार्टनर चाहियो यो कुरा नै भनिदिन्छु ल म आजको ब्लग हामी चाहिँ भोलि कालिम्पोङ पुरी भिलेज जाँदैछौँ होइन त्यस पछाडि बाइक पनि छ तर दादाले के भन्छ नि त्यो बाइक नलगेर हामी क्रस फायर लाने अनि क्रस फायर लानलाई हामीसँग सर्भिसिङ गर्न पैसा छैन है क्रस फायर सर्भिसिङ अनि अर्को कुरा भनेको दाइले आफ्नै बाइक लानलाई मान्यो तर अब मलाई चाहियो एउटा मान्छे लाइसेन्स भएको मान्छे जसको बाइक नभए पनि वी डोन्ट केयर मतलब भएन होइन बाइक नभए तर लाइसेन्स चाहियो जसले मलाई बुढाइदियोस् म पछाडि बस्न पाऊँ किनभने मसँग लाइसेन्स छैन मलाई चलाउनु दिने होइन मलाई बाइक चलाउनु पर्ने आउनुहोस् सो मलाई लाइसेन्स भएको एउटा मान्छे चाहियो भोलिको लागि कस्तो सबै गर्छ हाम्रै टिमले तर जस के चाहियो मान्छे चाहियो सो सम्पर्क गर्नु लागि हामीले यहाँ के एक्सप्लोर गऱ्यौँ भन्दाखेरि पछाडि बुक पनि छ होइन तर नेपाली पढ्न मलाई पनि राम्रोसँग आउँदैन मलाई त आउँछ तर त्यस्तो राम्रोसँग आउँदैन अनि अहिले त ब्याचलर फर्स्ट इयरमा मेरो नेपाली पनि छैन तपाईँ पढ्नु बिर्सेको नेपाली अनि यसमा पनि आउँदैन नेपाली म पढे लेखेको मान्छे हुँ क्या म विद्वान मान्छे हुँ सर्टिफिकेट हेर्नु होइन होला के हो होइन भन्दै अलिअलि चाहिँ आउँछ फेरि पुरै होइन अलिअलि त आउँछ सिट म्यान मेरो ब्याट्री पनि सक्यो यस्तै हुन्छ जहिले पनि मैले चार्जर पनि बोकेर आएको चार्ज गरेर नगरौँ भयो किनभने मेरो अहिलेसम्म त यो बाइक मैले चेन्ज गर्न सकेको छैन चार्ज गर्नलाई र पानी पिउनलाई अलिकति यो बाइक मैले चेन्ज गर्न सकेको थिएँ अरू मैले सबै चेन्ज गरिसकेँ
इफ यू वाचिङ दिस मैन प्लिज कम बैक बाद फिर आप प्रपोज करिए हमें ऐसा करने के लिए तैयार है आप करते नहीं नौलो जस्तो भनेको त प्रपोज गर्दै छोड्यो पछि राख्दै छोड्यो त्यस्तो पनि हुन्छ अनि के मनको कुरा पनि सकेन के हो टाइमको सामने चिया पनि आयो र चिया पनि फिनिस गर्दै के मिठो बास्न लाग्छ म आजकल चियाको भएर चिया Nice. पहिला त मलाई चिया पनि पिउन आउँदैन होइन चिप्लो परिहाल्छ अहिले त मलाई चिया पनि पिउन आउँछ All expert पुरै चिया लभरसँग हेरेर So true. अनि मेन थिङ इज यसलाई मैले गाली पनि गर्नुपर्छ जस्तो म यहीँ गाली गरिदिन्छु कि घर अब बाटोमा हिँड्दाखेरि के गाली गर्नु किनकि आज मेरो लागि भग गर्ने मुड चलिरहेको छैन यसलाई गाली किन गर्नु पर्छ होइन यसलाई मैले रो जसरी भए पनि रो हामीलाई ट्रिपमा जानु दे मुस्ताङ जानु दिनु जसरी भए पनि हामी आफै पैसा म्यानेज गर्छौँ वी डोन्ट निड योर मनी तर हामीले ट्रिपमा जाने पर्मिसन मात्रै दिनुहोस् भनेर फ्यामिलीलाई भन्न नातेलाई अन्त भनेन यस्तै भनेर मुस्ताङ जान दिनुभयो भने हामी वान नाइट चितलाङ गएर बस्छौँ भनेर भने तर यसले भन्यो के भयो हजुरहरू कमेन्ट गरिदिनु होला जे भन्नुहुन्छ त्यही जे भयो त्यस्तै पिटो भन्यो पिटो के गरेर भनेन कि त्यस्तै रोको भयो नि स्योर मुस्ताङ भने पोखरा चाहिँ चितलाङ पुग्थ्यो क्या हामी पार्टनरको लागि सिट ओपन छ घुम्ने खाले चाहियो गुन्डा मनबाट गाडी खान्छ नि घुम्नेवाला चाहियो गुन्डा भए पनि फरक पर्दैन तर लोयल हुन पर्यो मेन थिङ इज लोयल हुन पर्यो गुन्डा भए पनि फरक पर्दैन ग्याङ्स्टर भए पनि फरक ए भगवान् ड्रग डिलर भए पनि फरक चाहिँ पर्दैन मैले भने चाहिँ मान्नु भयो मैले भनेको त नभने बि टक्सिक म्यान भनेको मैले भने चाहिँ मान्नु पर्यो अनि लोयल हुनु पर्यो फ्लेक्स हान्नु पऱ्यो मलाई अरू भनेको चाहिँ गुन्डा भए पनि भयो ग्याङ्स्टर भए पनि भयो इभन ड्रग डिलर्स भए पनि भयो तर ड्रग डिलर भए पनि भयो केही मतलब भएन तर उयो चाहिँ हुन परेन त्यो वुमेन ट्राफिकिङ गर्ने मान्छेहरू हुन्छ नि हो त्यस्तो मान्छे चाहिँ हुनु त्यसलाई चाहिँ भन्दाखेरि म आफै हाम्रो काँचो र म अर्को एउटा कुरा के भन्दाखेरि म बिजनेस पनि गर्न लागिरहेको छु होइन त्यो बिजनेस पार्टनर त मसँग अलरेडी छ तर बिजनेस पार्टनर मेरो रोजिना होइन तर उसँग नि पैसा छैन मसँग नि पैसा छैन तर म जसरी भए पनि पैसा चाहिँ लिएर आउँथेँ होइन तर मलाई चलेको चिया पसल चाहियो कि कमीका नानी चिया पसल खोल्छ अब कफी पसल होइन चिया पसल खोल्छ तर चलेको चिया पसल चाहियो अनि त्यस पछाडि चिया पसल हामीले किने पनि तर ओनर बनाएको छ मेरो बुद्धि दिमाग तर त्यो के भन्छ स्टाफहरू चाहिँ त्यही सेम हुन पऱ्यो क्या हामीले किने पनि सो चिया पसल अल्सो बिजनेस पनि गर्न लागिरहेको छौँ होइन रोजिना डार्लिङ र म ए थाहा छ यस्तो यस्तो होइन नोटिफिकेसन क्या त्यसले फिड चेक गरेर हुन्छ नि कसैले लिएर किन जान्छ त्यस पछाडि नोटिफिकेसन्समा भिडियो बनाएर दिएर के भिडियो बनाएर यो नोटिफिकेसन त्यस्तै भयो दाइहरू जस्तै नोटिफिकेसन कोही त ब्लग गरेर हेरेर सपोर्ट छ त ताराको कुरा ड्याडी मटका चिया नभए पनि मसला ती मात्र यस्तो मिठो है कस्तो अर्कै खाएको अरू ठाउँको भन्दा मिठो छ अगाडि जज गरेको होइन त्यहाँदेखि यहाँनिर अगाडि दुइटा कपाल तारिरहेको सो हामी पनि पार्टनर भएको भए भाइको पार्टनर बस्थ्यो मेरो पार्टनर एकदम गरिदियो चुरोटमा पानी पनि जज गरेर होइन तिनीहरूको लाइफ चुरोट खाउन् जेसुकै खाउन् बियर खाउन् जेसुकै गरौँ यहाँनिर ढङ्क भएर हल्ला गरे पनि गरौँ We don't care. We don't care. We don't judge. तर दिल्ली को कस्तो होता है 1 hour later. Last seat. Okay, last seat.
हाम्रो घर त्यही भइसक्यो हामी चाहिँ अब घर जाँदैछौँ भाइजीलाई पनि थाहा छैन हामी आएको मामालाई पनि थाहा छैन थाहा छ त ओन्ली दिमितालाई अनि मम्मीहरू बुवालाई थाहा छ पर्मिसनै लिएर आएको हुन चाहिँ तर कस्तो खाले पर्मिसन लिएको त हामीलाई पनि थाहा होइन त्यसै लास्ट मिठो छ क्या हाम्रो चिया मन नपर्ने मान्छेले यो एम्बुलेन्स पनि मन परिरहेको छ चिया पनि मन परिरहेछ भने ग्यास कस्तो चाहिँ होला एउटा चिया कति मिठो होला चियादानीको नर्मल चाहिँ भन्दा भेनाको कि पार्टी तर चियादानीको त्यो मर्का काला चिया चाहिँ कम्पेरिजन जाने क्या त्यो कस्तो राम्रो लाइटिङ पर्दैन अब चाहिँ राम्रो देखियो कस्तो राम्रो लाइटिङ भइरहेको त्यो ट्रकको गाडीको होला घरबाट त वातावरण चलेको अलिकति मान्छेको रियाक्सन खतरा आइरहेको छ हेरे अलिकति मान्छेहरू नर्मली बिहेभ गर्दिन सक्छ नि नो सिभिक सेन्स जेरो सिभिक सेन्स आइटा नो सिभिक सेन्स के तिमी पनि मेरो भाइ जस्तो मैले भ्लगिङ गर्दाखेरि मैले इन्ट्रोभर्ट हो नि त मेरो भाइले जस्तो क्यामेरा समाइदिन सक्छ भने म हाँसेको चाहिँ तिम्रो समाइदिन सक्छु भन्नु अब तिमीले मेरो क्यामेरा समाइदिन सक्छौ मेरो भ्लगिङ मेरो जे पनि भ्लगिङ गर्दाखेरि अनि मेरो भाइले जस्तो एडिट गरिदिन सक्छौ भने म तिम्रो हो आइएम रेडी मेरो भाइ जस्तो गरिदिनुपर्छ फेरि त्यस्तो बिहान मिल्दैन त न म भाइहरूलाई पनि पलाइहाल्छु तर भाइहरूबाट कस्तो भन्नु तिनीहरू त कति पर्सेन्ट ल्याएपछि मलाई बिर्सिनु पनि थाहा छ जसरी दादाहरूले बिर्सेको नि त्यसै गरी उनीहरू बिर्सेको चिया खाएर एक कप पनि गर्दैन तिमीहरूलाई मलाई भोलि चाहियो एन्ड आउट चाहियो यसको यसो भनेर म के गरौँ भोलि गर्लफ्रेन्ड बनाउँदा मलाई बिर्सिन्छ हामी चाहिँ अब घरमा चाहिँ भ्लगिङ गर्ने वातावरण छैन ल किनकि हामी जोबाट आएको सो बाई बाई गाइस हामी त भ्लग